नमस्कार, स्वागत छ। आज हामी कार्तिक 20 गतेको राशिफल कस्तो छ त्यसबारे कुरा गर्नेछौँ। ल सुरु गरिहालौँ है त। अब एक एक गरेर सबै राशिको कुरा गर्नुभन्दा पहिले आजको दिन खासमा कस्तो छ त? समग्रमा कस्तो ऊर्जा छ, के सङ्केतहरू छन्, पहिले त्यो हेरौँ। आजको दिन हेर्दा कामको क्षेत्रमा प्रगति हुने राम्रो सङ्केत देखिन्छ, तर अलिकति स्वास्थ्यमा चाहिँ ध्यान दिनु पर्ला है। अनि सम्बन्धहरूको कुरा गर्दा कतै राम्रो छ त कतै अलिअलि चुनौतीहरू पनि देखिन्छन्, मतलब मिश्रित खालको छ। अब कुन राशिलाई कस्तो असर पर्छ विस्तारमा हेर्दै जाउँ। ल त्यसो भए अब राशिफलको पहिलो खण्ड सुरु गरौँ। हामी मेष राशिबाट कन्या राशिसम्मको भविष्यवाणी हेर्नेछौँ। मेष राशिका लागि आजको दिन त एकदमै राम्रो देखिन्छ नि। काम गर्ने ठाउँमा तपाईँको कार्यशैलीको सबैले प्रशंसा गर्नेछन् अनि व्यापार व्यवसायमा पनि राम्रो सहयोग मिल्ने देखिन्छ, जसले गर्दा मनोबल पनि वात्तै बढ्नेछ। अब कुरा गरौँ वृष राशिको। धेरै समयदेखि रोकिएका कामहरू छन् भने आज पूरा हुने सम्भावना बलियो छ। तर एउटा कुरामा चाहिँ एकदमै होशियार हुनु पर्ला। पैसाको कारोबार गर्दा अलि बढी नै सचेत रहनु होला है। मिथुन राशिका लागि चाहिँ आज सामाजिक काममा व्यस्तता बढ्ने दिन छ। अनि एउटा रमाइलो कुरा के छ भने यदि शेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने आजको दिन फाइदाजनक हुन सक्छ। कर्कट राशिको लागि आज मेहनतको फल मिल्ने दिन हो। जति कडा परिश्रम गर्नुहुन्छ त्यति नै लक्ष्यको नजिक पुगिनेछ। तर स्वास्थ्यलाई चाहिँ बेवास्ता नगर्नुहोला। खास गरी खानेकुरामा एकदमै ध्यान दिन जरुरी छ। सिंह राशिका लागि आजको दिन निकै उत्साहजनक छ है। व्यापारको लागि यात्रा गर्दै हुनुहुन्छ भने त्यो सफल हुनेछ। त्यसको साथसाथै तपाईँको बौद्धिक क्षमता र कुरा राख्ने तरिकाको पनि तारिफ हुने योग छ। अब कन्या राशिका लागि चाहिँ केही कुरामा सावधान रहनुपर्ने देखिन्छ। परिवारमा अलिकति मनमुटाव हुन सक्ने सम्भावना छ। अनि अर्को महत्त्वपूर्ण कुरा, गाडी चलाउन विशेष ध्यान दिनुहोला। ल त पहिलो 6वटा राशिको कुरा त भयो। अब बाँकी राशिहरूको भाग्यमा के लेखेको छ त जान्न मन लागिसक्यो होला हैन? त्यसो भए तुला राशिबाटै सुरु गरौँ। अब हामी राशिफलको दोस्रो र अन्तिम खण्डमा आइपुगेका छौँ। यहाँ हामी तुला राशिदेखि मीन राशिसम्मको भविष्यवाणी हेर्नेछौँ। तुला राशिको लागि त आजको दिन एकदमै सकारात्मक छ। वैवाहिक जीवनमा सम्बन्ध झनै मिठो हुनेछ। अनि सबैभन्दा राम्रो कुरा के छ भने आम्दानीका नयाँ बाटाहरू खुल्न सक्छन्। यो त दिनकै सबैभन्दा राम्रो पक्ष हुन सक्छ। वृश्चिक राशिको लागि दिन अलि मिश्रित खालको छ। काममा केही बाधा अडचनहरू आउन सक्छन्, तर तपाईँको लगनशीलताले गर्दा प्रगति भने रोकिने छैन। तर स्वास्थ्यमा ध्यान दिनुहोला र विरोधीहरूबाट पनि अलिकति सचेत रहनु पर्ला। धनु राशिको लागि आजको दिन आशाले भरिएको छ। लामो समयदेखिको कुनै वादविवाद छ भने त्यो सुल्झिनेछ। अनि काम गर्ने ठाउँमा तपाईँको क्षमताको सही मूल्याङ्कन हुनेछ, जसले मन पनि प्रफुल्लित बनाउनेछ। मकर राशिको लागि आजको दिन ज्ञान र सहयोगको दिन हो भन्दा हुन्छ। पढाइ वा लेखाइ जस्ता काममा फाइदा हुनेछ। अनि एउटा कुरा विशेष ध्यान दिनुहोस् है, तपाईँको पेशा वा व्यापारमा कुनै ठूलो अधिकारी वा आफन्तबाटै राम्रो सहयोग मिल्ने बलियो सम्भावना देखिन्छ। कुम्भ राशिको लागि आजको दिन निकै बलियो छ। व्यापार बढाउनको लागि नयाँ सम्झौताहरू हुन सक्छन्। अनि यदि कुनै कानुनी झमेलामा हुनुहुन्छ भने नआत्तिनुहोस्। आज तपाईँको पक्ष बलियो रहनेछ। र अन्त्यमा मीन राशि। मीन राशिका लागि आजको मुख्य सन्देश नै हो आफ्नो सोच र दृष्टिकोण परिवर्तन गर्नुहोस्। काममा सफलता पाउन सकारात्मक सोचले अगाडि बढ्नु एकदमै जरुरी छ। अनि हो, कतै यात्रा गर्दै हुनुहुन्छ भने आफ्नो सामानको चाहिँ राम्रोसँग ख्याल राख्नुहोला है। ल हामीले सबै 12 राशिको भविष्यवाणी त हेर्यौं। अब आजको दिनलाई समग्रमा बुझ्दा सार के हो त र हामीले के कुरामा चाहिँ विशेष ध्यान दिनुपर्छ, आउनुहोस् त्यसलाई छोटकरीमा हेरौँ। आजको दिनलाई सर्र हेर्दा मेष, तुला अनि कुम्भ जस्ता राशिहरूका लागि दिन विशेष राम्रो देखिन्छ। उहाँहरूलाई काम र सम्बन्ध दुवैमा राम्रो अवसर मिल्न सक्छ। अर्कोतिर वृष, कर्कट, कन्या र वृश्चिक राशिले चाहिँ अलि होशियार हुनुपर्ने देखिन्छ, खास गरी पैसाको कारोबार, स्वास्थ्य र सम्बन्धको मामिलामा। र आजको लागि सबैभन्दा महत्त्वपूर्ण सन्देश यही हो, तपाईँको राशि जुनसुकै होस्, सकारात्मक सोच लिएर अगाडि बढ्नुभयो भने सफलताले पछ्याउनेछ। आजको दिन शुभ रहोस्। धन्यवाद।